प्रदर्शनकारीले कोटेश्वर भाटभटेनीमा गरे लुटपाट र तोडफोड। नमस्कार, टाइम्स न्यूज नेपालमा यहाँलाई स्वागत छ। प्रदर्शनकारीहरूले कोटेश्वरको भाटभटेनी सुपर स्टोरमा तोडफोड गर्नुका साथै लुटपाट पनि गरेका छन्। प्रदर्शनकारीहरूले मोबाइल फोन, घडी, मदिरा जस्ता महँगा सामानहरू लुटेका छन्। भाटभटेनी व्यवस्थापनका एक अधिकारीका अनुसार प्रदर्शनकारीहरू सुरुमा 1 दर्जन संख्यामा आएर मूल गेट फुटाएका थिए। त्यसपछि कम्पाउन्डभित्र छिरेर तोडफोड सुरु गरेका थिए। भाटभटेनी व्यवस्थापनले दिउँसो 3:28 बजे फोन गर्दा प्रहरी भने 34 मिनेटपछि मात्रै आए र उक्त समयपछि प्रहरीले उक्त स्थितिलाई नियन्त्रणमा लियो। प्रदर्शनकारीहरू 1 दर्जन हुँदै 150 हाराहारीमा आएर तोडफोड र लुटपाट मचाए। भाटभटेनीका ती अधिकारीले भने प्रदर्शनकारीहरूले मोबाइल फोन, घडी, मदिरा, कपडा लगायतका महँगा सामान लुटेर लगेका छन्। त्यति मात्र होइन, प्रदर्शनकारीहरूले फलफुल, तरकारी पनि लुटेर लगेका छन्। तोडफोड र लुटपाटबाट कति क्षति भयो भन्ने एकिन आकलन हुन सकेको छैन। समयमै प्रहरी आएको भए यति विधि लुटपाट र तोडफोड हुन पाउने थिएन, उनले भने। भाटभटेनी तोडफोड र लुटपाटमा संलग्न सबैलाई कडा कारबाही हुनुपर्छ, हामीलाई उचित क्षतिपूर्ति दिनुपर्छ। राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितर-बितर भएको समूहले भाटभटेनी सुपर स्टोर र सुरक्षा गार्डलाई हातपात गर्दै भित्र छिरेको थियो। त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेको थियो। प्रदर्शनकारीहरूले भाटभटेनी सुपर स्टोरको भवनमा सिसा फुटाएका छन्। आक्रोशित समूहका व्यक्तिहरू कोटेश्वर गल्ली गल्ली हिँड्दै माओवादी केन्द्रीय कार्यालय पेरिस डाँडातर्फ अगाडि बढेका छन्। उनीहरूले कारमा आगजनी र एउटा मोटरसाइकलमा तोडफोड समेत गरेका छन्। धन्यवाद। यस्तै समाचार सुन्नको लागि हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला।